moments later. आजको भ्लगमा हजुरहरू सबैजनालाई स्वागत छ। आज हाम्रो दोस्रो दिन। बुढीको अवस्था निकै नै नाजुक भइसकेको छ। यो 15 मिनटको गाडीको राइडले मेरो बुढीलाई अस्त व्यस्त कहाँ शिव भगवान्को दर्शनबाट सुरु गर्ने निधो गऱ्यौँ र शिव भगवान्को दर्शन गर्नु पशुपतिभन्दा राम्रो ठाउँहरू कुनै हुन्छ जस्तो लाग्दैन। ल पशुपति छिर्नुभन्दा अगाडि पशुपतिमा चाहिने पूजा गर्ने सम्पूर्ण सामग्रीहरू मेरो बुढीले किनिसकेकी छिन् यहाँले। साथै यो दुईवटा फुल डिस्काउन्टमा सबैलाई जय शम्भु मनै आनन्दित गर्ने खालको छ। भगवान्को दर्शन गर्न पनि साह्रै लामो लानु पर्यो आज। मेरो बुढी चाहिँ फोटो गर्ने पोजमा हामी चाहिँ भिडियो बनाउँ। अगाडि सरौँ हर हर महादेव। पशुपतिको दर्शन सकाइसकेपछि कस्तो लाग्यो त पहिलो एक्सपिरियन्स? एकदम राम्रो के भन्न चाहनुहुन्छ? धेरै राम्रो छ। मलाई त एकदम आनन्द लाग्यो। दिनभरिको हिँडाइले थाकेको गलेको मेरो बुढीमा कस्तो घुमाइ हुँदैछ बुढी काठमाडौँको? बिजोग छ। हाम्रो चाहिँ यहाँनिर समुद्रको अगाडिको इन्ट्रान्स गेट चाहिँ भ्रमण भइसक्यो। यहाँको सबै ठाउँ भ्रमण गरिसकेपछि अब हामीहरू माथितिर लागिरहेछन्। हेलो भन्नु न। हामी माथितिर लागिसकेका छौँ। यहाँ अगाडि इन्ट्रान्समा धेरै पसलहरू छ। तपाईँको लुगाको भयो, अनि त्यसपछि कस्मेटिक पसलहरू भयो, तपाईँलाई यो यहाँको सामग्रीहरू पाउने पसलहरू भयो। यहाँ धेरैहरू अगाडि देख्न पाउनुहुन्छ। त्यसै कारणले गर्दाखेरि आउँदाखेरि सबै पसलहरू चेक गरिदिनु होला। बाटो खाना भएको कारणले गर्दाखेरि पनि धेरै कन्फ्युज भयो हामीहरू। र अगाडिको बाटो चाहिँ रमाइलो हुन्छ। बिजोको अवस्थामा छन् मेरो बुढी। मन परेर किनेको चप्पल लगाउन पनि नपाउनु। अरे कहना क्या चाहते हो? के आफ्नो चप्पल किनेको है? बुद्ध भगवान्ले छिट्टै सुत्नुहुन्छ खाली खुट्टा हिँडेपछि। स्ट्रबेरी बुढीले चाख्ने। सो हामी हाम्रो तेस्रो डेस्टिनेसन पनि आइसकेका छौँ। वेलकम टु शम्भु शम्भुनाथ। हेलो। सो यो आज हाम्रो फाइनल डेस्टिनेसन हुनेछ। मतलब आजको लागि चाहिँ यो फाइनल डेस्टिनेसन हाम्रो। आज हामीले 3वटा डेस्टिनेसन कभर गऱ्यौँ। पहिलो भनेको पशुपतिनाथ, दोस्रो बुढा नीलकण्ठ र आज तेस्रो अनि अन्तिम स्पोट भनेको हाम्रो शम्भुनाथ हो। आज यो 3वटा स्पोट घुमिसकेपछि अब भोलिदेखि फेरि हामीहरू अर्कोतिर लाग्छौँ होला।
सो अब अगाडि बढौँ। सो आजको हाम्रो यो तेस्रो स्पोटमा हामी आइसकेको छौँ। वेलकम टु श्यामनाथ। आजको यो हाम्रो तेस्रो र अब अन्तिम स्पोट हुनेछ। आज हामीले 3वटा स्पोट कभर गऱ्यौँ। पहिलो भनेको पशुपतिनाथ, दोस्रो बुढा नीलकण्ठ बुढीसँग र तेस्रो भनेको हाम्रो श्यामनाथ। हामी चाहिँ यहाँ स्वयम्भूनाथतिर आइपुगेको छौँ माथि डाँडामा। अहिले चाहिँ हामी तल छौँ। चाहिँ धेरै अहिले चाहिँ बाँदरहरू साह्रै धेरै रहेछ। भजन कीर्तन पनि हुँदो रहेछ त्यहाँनिर। अब हामी चाहिँ भजन कीर्तनमा जाउँ के हो थाहा छैन यहाँको चाहिँ, तर एकदम रमाइलो राम्रो ठाउँ हो। all again.